दोलखा नेपालको मध्य क्षेत्रमा पर्ने हिमाली जिल्ला हो। दिन प्रतिदिन बढ्दो तापक्रमका कारण नेपालको 17वटा हिमतालहरू फुट्ने तर्खरमा छन्। त्यही मध्येको एक हो यो नेपालको सबैभन्दा ठुलो छोरोल्पा हिमताल। यही जोखिमलाई मध्यनजर गर्दै सरकारले ठाउँ ठाउँमा अलार्म घन्टीहरू राखेको छ, जसको कारण 6000 बासिन्दाहरू ताल फुट्ने त्रासमा बसिरहेका छन्। तिनै मध्येकी यी महिला हुन् दोलखा जिल्ला नागदह निवासी 45 वर्षीय सुन्तली श्रेष्ठ। सदरमुकामदेखि करिब 4 घण्टाको पैदल यात्रापछि आफ्नो पीडा सुनाउन यिनी यहाँ आइपुगेकी छिन्। पढ्न र लेख्न नजान्ने यिनी छोरोल्पा हिमताल फुट्ने चिन्ताले राति सुत्न समेत नसक्ने बताउँछिन्। ताल फुट्छ भनेर साइरन राखिदिएको छ त खेतको माझमा। अब लेख पढ छैन त्यो साइरन अब कतिखेर बज्छ, न 12 बजे निन्द्रा बज्छ। समयमा भित्ता घडी टाँसेका छन्, घडी जान्नेले त समयमा नारी हेर्न कुद्लारे। त्यस्तो हुँदाखेरि अब तल्लो घर माथि घर बोलाउँ भन्दा भन्दै देवर जेठाजी हिँडिसक्नु होला, उताको सहर सुसर त्यो डरले कति तराखले पनि बस्यो हामी नागदामा। कार्तिक 13 गते दोलखाको चरिकोटमा गरिएको जलवायु परिवर्तन र यसले महिलाको जीवनस्तरमा पार्ने असर बारेको महिला इजलासमा आफ्नो पीडा सुनाउन दर्जनौं महिलाहरू उपस्थित भएका थिए। महिला अधिकारका लागि काम गर्दै आएको जागरण नेपाल र स्थानीय आयोजक महिला उत्थान केन्द्र दोलखाले ग्लोबल कल फर एक्सन अगेन्स्ट पोभर्टी फाउन्डेसन जिक्याप र फेमिनिस्ट टास्क फोर्स FTF को सहयोगमा संयुक्त रूपमा यो कार्यक्रमको आयोजना गरेका थिए। कार्यक्रममा सहभागी हुन गौरीशंकर गाविसबाट आएकी यी युवती हुन् जीपुटी शेर्पा। यी युवतीले जलवायु परिवर्तनले प्राकृतिक स्रोतहरू कम हुँदै गएको, बालीनाली समयमा हुन छाडेको, पानीको मुहान सुक्दै गएको, खाद्य असुरक्षा बढ्दै गएको, बालबालिका तथा महिलाहरूमा कुपोषण जस्ता समस्या देखिएको आफ्नो अनुभव सुनाइन्। पानी नपर्दाखेरि बोटबिरुवाहरू सुक्दै गएपछि त्यसमा फलहरू नलाग्दा, फुलहरू नफुल्दा चाहिँ सङ्कट पर्ने हुन्छ। त्यसपछि बाली बिरुवाहरू राम्रोसँग नफल्दा चाहिँ खाना लाउन नपुग्दा महिलाहरूले विभिन्न दुःख गरेर अन्य ठाउँबाट ल्याएर आफ्नो छोराछोरीले पाल्नुपर्ने हुन्छ। यी हुन् 24 वर्षीय किसान महिला कमला श्रेष्ठ। नागदहबाट यो इजलासमा सहभागी हुन आएकी यिनले नागदहमा रोजगारीको अवसर नभएको, स्वास्थ्य चौकी र प्राथमिक स्कुल पनि नहुँदा सहर धाउनुपर्ने बाध्यता रहेको यथार्थता सुनाइन्। आफ्नो गाउँमा पढ्न लेख्न सक्ने 2-3 जना मात्र रहेको भन्दै उनले गाउँमा बन्न लागेको जलविद्युत परियोजना तथा बाढी पहिरो आदिका कारण गाउँ नै विस्थापित हुने अवस्थामा रहेको बताइन्। पुरुषहरू रोजगारीको सिलसिलामा बाहिर जानुपर्ने बाध्यता रहेकाले विस्थापित हुनेमा पनि महिला तथा बालबालिकाहरू बढी जोखिममा रहेको यथार्थता सुनाइन्। अब हामी नै उठी बास लागेर हिँड्नु पर्ने हो कि जस्तो भइरहेको थियो। दोल्ती खोला उर्लेर आएर खेत पुर्यो अलिकता, त्यो अब बाढी पहिरो गयो, आदि जस्तो खेत पनि पुर्यो। अनि हाम्रो गाउँमा शिक्षाको कमी छ, महिला धेरै शिक्षित छैनन्। शिक्षित 2-3 जना भए पनि अरू महिला चाहिँ सबै अशिक्षित छन्। र अनि हामीलाई त्यहाँ हामीले अहिले त हामीले अलिअलि 1-2 अक्षर पढ्न त सकेको छौँ, तर हामीले जन्माएको बच्चाहरूलाई 1-2 अक्षर पढाउनलाई हामीलाई धेरै दौडाउ परिरहेको छ। नेपालको पछिल्लो जीवनस्तर सर्वेक्षण प्रतिवेदनले करिब 25% जनसङ्ख्या गरिबीको रेखामुनि रहेको देखाएको छ। तीमध्ये 27% गरिबहरू ग्रामीण क्षेत्रमा बसोबास गर्दछन्। जलवायु परिवर्तनको प्रभावले समयमा नै पानी नपर्ने, अधिक वर्षा हुने, खडेरी पर्ने जस्ता समस्याहरू देखिएका छन्। खेती नहुने, पानीका लागि घण्टौं धाउनु पर्ने, घर व्यवहार धान्नु पर्ने, बालबच्चाको हेरचाह गर्नुपर्ने कारण झन महिलामा बोझ थपिएको छ। महिलाहरूले 2 घण्टा 3 घण्टा आधी घण्टा लगाएर पानी उसाल्नु पर्ने हुन्छ। पुरुषहरू चाहिँ बाहिर जानुपर्ने र बाहिरबाट कमाएर ल्याउनु पर्ने र महिलाहरू चाहिँ त्यही ठाउँमा बसेर घर व्यवहार सम्हाल्नु पर्ने भएकोले महिलाहरूले नै बढी यस्तो पीडाहरू भोग्नु परिरहेको हुन्छ। र महिलाहरूलाई चाहिँ सबै घरको काम सम्हाल्नु पर्ने अनि पुरुषहरूले चाहिँ बाहिर हेर्नुपर्ने भएकोले महिलाहरूलाई यस्तो असर परिरहेको छ।
यो महिला इजलासमा सहभागी हुन भीमेश्वर नगरपालिका 4बाट आएकी यी 30 वर्षीय महिला रमिता तामाङले पनि यस्तै यथार्थता राखेकी थिइन्। उनले महिलामाथि घरेलु हिंसाका घटनाहरू बढेको र चेलीबेटी बेचबिखन जस्तो निकृष्ट कार्य समाजमा भइरहेको बताइन्। छोराछोरीले पढाउनु हुँदैन छोरीले भनेर त्यतिकै बस्नेहरू पनि छ, रोजगारी नपाएर गाउँघरमा हाम्रो अलिक समस्या छ। जागरण नेपालकी अध्यक्ष तथा जिक्याप ग्लोबल काउन्सिल मेम्बर शर्मिला कार्की दोलखा बढी जोखिममा रहेको हिमाली जिल्ला भएकाले त्यहाँका महिला बढी त्रासमा बस्नुपर्ने बाध्यता रहेको बताउनुहुन्छ। विकसित देशको कारण हरितगृह ग्यासको उत्सर्जन हुँदा हाम्रो जस्तो मुलुकले त्यसको असर भोग्नु परिरहेको छ। विकसित राष्ट्रहरूले दिने यस बापतको सहयोग विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष मार्फत ऋणको रूपमा नभई अनुदानको रूपमा सिधै आउनुपर्ने बताउनुहुन्छ शर्मिला कार्की। साथै यस्तो रकम महिला सशक्तिकरण, भोकमरी, बेरोजगारी तथा गरिबी निवारणमा खर्च गर्नुपर्नेमा उहाँको जोड छ। स्थापित भएर क्षेत्र हामीले भर्खर मात्रै दोलखामा एउटा चाहिने ठुलो इजलास महिला इजलास गरेका थियौँ। त्यही एउटा चाहिने गाविस नागदह भन्ने गाविस चाहिँ माथिको छोरोल्पा लेक चाहिँ भोलि फुटेर आयो भने पनि त्यो गाउँ बगाएर लैजाने अनि हाइड्रो पावरका ठुला ठुला योजनाहरू बनाउँदाखेरि पनि उनीहरूलाई चाहिँ क्षति हुने र त्यो गाउँलाई विस्थापित गाउँको रूपमा घोषणा गरिसकेको छ। सधैँ हामीलाई मानसिक त्रास छ, कतिखेर कहाँ जानुपर्ने हो। अब त्यहाँ घर मजाले बनाउँदा पनि भोलि छोडेर जानुपर्ने, नबनाउँदा पनि बस्नुपर्ने, यी विभिन्न किसिमका कुरा। बारी बिरुवा रोप्दाखेरि पनि कस्तो भनेदेखि भाडामा बसेको ठाउँ जस्तो त्यस्तो किसिमको चाहिँ उहाँलाई भएको हुनाले राइट टु चाहिने लाइफ, जीवनको चाहिँ एउटा कुरा, राइट टु तपाईँको चाहिने बसोबासहरू, राइट टु चाहिँ तपाईँको हाउसिङको कुराहरूमा नै चाहिने उहाँहरूको एउटा एक किसिमको चाहिँ दोधार भइरहेको अवस्थामा त्यो ठाउँ हामीले छान्यौँ र उपलब्धि भन्दाखेरि चाहिँ ती मुद्दाहरूलाई माथि हामी लिएर आउँछौँ र यस्ता यस्ता ठाउँहरूमा विस्थापित ठाउँहरूमा भएका समस्याहरूलाई कसरी चाहिँ सरकारले चाहिँ भोलि सम्बोधन गर्छ, क्लाइमेट फाइनेन्समा आएका पैसाहरू कसरी चाहिने ती ठाउँहरूमा उनले चाहिँ विशेष किसिमले व्यवस्था गर्छ। भोलि लगेर उनलाई तराईमा राख्यो भने, ल मानिलिउँ सरकारको जग्गा तराईमा पायो र त विस्थापित मान्छेहरूलाई ल्याएर तराईमा राख्यो भने तराईको क्लाइमेट र उनीहरूको क्लाइमेट एकदम डिफ्रेन्ट हुन्छ। त्यहाँ एडजस्ट कसरी हुने उनीहरूले, अथवा उनीहरूलाई त्यही खालको ठाउँमा लग भन्नको लागि कसरी हामीले चाहिँ प्लिट गर्ने, यो एउटा कुरा माथि ल्याउनु पर्ने कुरा हुन्छ। र समग्रलाई परेको भन्दा पनि महिलाहरूलाई परेको असरमा अझ बढी चाहिँ कसरी छलफल बहस गर्ने। सिधै क्लाइमेट चेन्ज भयो अनि महिलालाई असर पर्यो भनेर उसलाई त्यहाँ गर्ने अरू कार्यक्रम उसलाई बढी पढालेखा बनाउनु पर्यो, अल्टरनेटिभ चाहिँ जागिरको व्यवस्थाको लागि कुरा गर्नु पर्यो। हुनसक्छ चाहिँ भोलि उहाँहरू कुनै एउटा बजारको नजिक चाहिँ विस्थापित भएर जानुभयो भने त्यहाँ हुने कामहरूको बारेमा उहाँहरूलाई स्किल एउटा त दक्षता अहिले दिन सक्यौँ भने जस्तै रेडियो बनाउने, टेलिभिजन बनाउने भनेको चाहिँ त्यो बिग्रिँदा बनाउने, वायरिङहरू गर्ने, साइकलको वायरिङ गर्ने, त्यस्ता खालका चाहिँ अलिकति चाहिँ टेक्निकल कुराहरू पनि हामीले सिकायौँ भने उहाँहरू आफ्नो जीवन गुजारा गर्न सक्नुहुन्छ। दोलखामा भएको यो महिला इजलासमा वातावरणविद, पत्रकार, नागरिक समाजका प्रतिनिधि, महिला अधिकार कर्मी र वकिल लगायतले न्यायदूतको भूमिका निर्वाह गरेका थिए। कार्यक्रमको सहजीकरण जागरण नेपालकी अध्यक्ष तथा जिक्याप ग्लोबल काउन्सिल मेम्बर शर्मिला कार्कीले गर्नुभएको थियो। कार्यक्रममा सहभागी न्यायदूतहरूले जलवायु परिवर्तनका कारण महिलाले मनोवैज्ञानिक त्रास, हिंसा, अभाव, पीडा जस्ता समस्या भोग्नु परिरहेको बताएका थिए। खाद्य सुरक्षा भनेको चाहिँ यो फेरि के भनेदेखि अहिले हामीले हेर्छौँ, हामीले हाम्रा गाउँघर मैले घर चलाउनलाई अघि यहाँ धेरै कुरा आयो। म घर चलाउनलाई चाहिँ मेरो खाडी पठाएँ, के गरेँ, यो मेरो श्रीमान उता जानुहुन्छ, मेरो उता गएको छ भने जुन कमाउन जाने भन्ने छ नि, यो हाम्रो आफ्नो कुरो। र सामान्यतया यो फुड सेक्युरिटी भनेर खाद्य सुरक्षा र खाद्य अधिकार भन्ने तपाईँ हामीमा छ। हामीलाई राज्यले हामीलाई खाद्य भन्यो भने हामीलाई राज्यले पुर्याउनु पर्छ, त्यो तपाईँ हामीले पाउने अधिकार हो। त्यो कसरी पाउने भन्ने चाहिँ त्यो अब राज्यले चाहिँ गर्नुपर्ने हुन्छ। त्यो फुड सेक्युरिटीको कुरा जोड्दा यो सरकारले पनि त्यसमा दायित्व लिनुपर्छ। पानीको मुहान सुक्दा, पानी नहुँदा र हामी नै महिलाहरू जोरगाडी पानी बोक्छौँ। जोरगाडी पानी बोक्दाखेरि कति समस्या हुन्छ एउटा महिलालाई, एउटा गर्भवती महिलालाई, मानसिक त्रासमा भएकी महिलालाई। कति महिलाहरू त हामीले देखेका छौँ त्यो मानसिक त्रास भएकी महिला पानी लिन गइन् भने एउटा बाटो हिँडेको बाटो अर्को बाटो भुलेर पनि जानुभएको छ। मान्छे किन तनावमा रहन्छ भन्दाखेरि आर्थिक रूपमा चाहिँ आर्थिक अभावले गर्दा तनावमा रहला, अरू विभिन्न खालका समस्याले, कहिलेकाहीँ चाहिँ पानीको समस्याले घरमा श्रीमान श्रीमती बिच झगडा होला, के अरे पानी लिनलाई चाहिँ श्रीमती 2 कोस 3 कोस टाढा जानु पर्ला, त्यो रिस चाहिँ श्रीमानलाई आएर पोख्ला, श्रीमानले घरमा काम नगर्ला, अनि त्यसरी झगडा पर्छ भनेपछि आखिर कुरो त कहाँ गएर जोडियो भन्दा जलवायु परिवर्तनसँग जोडियो। पनि यो 3टा कुराले गर्दा मान्छे चाहिँ अस्वस्थ हुने, मान्छेले चाहिँ कुनै पनि कुरामा प्रगति गर्न नसक्ने कुराहरू छन्।
नेपालमा घरेलु हिंसा सम्बन्धी कानुनहरू बनेका छन्, तर ती कानुनले जलवायु परिवर्तनका मुद्दालाई छुन सकेको छैन। जलवायु परिवर्तनले हुने वातावरणीय प्रभावले महिलामा मनोवैज्ञानिक त्रास सिर्जना गरिरहेको छ, यसतर्फ ध्यान पुग्न सकेको छैन। महिलाको लागि आधारभूत शिक्षा, स्वास्थ्य र खानेपानीको साथै जलवायु परिवर्तनका मुद्दालाई समेटी महिला अधिकारलाई सुनिश्चित गर्ने खालका कानुन बनाउन आवश्यक भइसकेको छ। यो महिला इजलासले पनि यही सन्देश दिएको छ।